बनाउनु यताबाट बनाउनु पहिला भन्नुपर्छ। आज हाम्रो चाहिँ जेठाङलाई जाँदै हुनुहुन्छ, यता सबै भेट्न आछन्। अनि यहाँ चाहिँ जापान जाँदै हुनुहुन्छ। अनि बाबु सानो बाबु रोएर हैरान छ। अनि फेरि सबै रोइरहेछन् भित्र, एकदम स्याडको माहौल छ। साथीहरू हेर्नु होला। अब नेपालीलाई विदेश हिँड्नुपर्ने बाध्यता हो कि के हो, अब भनौँ यस्तै छ। हेरौँ भित्र जाँदै हुनुहुन्छ। ज्ञानी हुने ज्ञानी, कति ज्ञानी छ दिप्सन, कति बुझ्छ। अब एकछिन मात्रै हो ड्याडीसित टाढा हुने तिमी। अब सधैँ ड्याडीसँग ड्याडीलाई अहिले कसरी चुप्प गर्छु? एकछिन मात्रै, अब एकछिन मात्रै। ड्याडीलाई राम्रोसँग पठाउनु नि तिमीले, विवशले, उप्सान कुकुले, मैले कोही नरुने आज। यता कान्छी बहिनीको हालत यस्तो छ होइन। सम्झना हुन्छ नि त होइन र बाबु, जाने बेलामा बनाएर भनिदेऊ त कस्तो छ माहौल। अब विदेश जान लाग्दै हुनुहुन्छ, गाह्रो हुन्छ के हुने र त्यही त हो। यहाँ चाहिँ होइन विदेश जान लाग्यो, उहाँ जेठान हो, तर चाहिँ यहाँ घरमा एकदम टेन्सनको माहौल छ। गाह्रो हुँदो रहेछ छोराछोरीलाई छोडेर जाँदा। यहाँ भएको जसको नि मन दुख्छ, त्यही हो। भित्र गएर देखाउनु नि। ला सँगै आउनु भयो भनेर झन् भिडियो बनाएको, सँगै आउनु भयो भनेर झन् भिडियो बनाएको। किन झर्नु भयो त? मजा आउँछ नि होइन? तर दामी सोच यार हजुरलाई बुलेट। सँगै आउनु झन् भिडियो बनाएको त झन् हेर्न छुट्टा छुट्टी। अनि त्यत्रो बेर भन्नु के भन्नु पर्यो अघि? अब नरुने है, अब नरुने, अब रोएर भ्याइयो, सबैको भ्याइयो, अब कोही नरुने। जापान जाँदै हुनुहुन्छ। अब बाबु रोएर एकदमै रोइरहेछन् छोरा चाहिँ। एउटा मलाई दिनु त। हाँसेर नि ड्याडीलाई पठाउनु त। कोही नरुने, मम्मी पनि नरुने, म पनि नरुने, कोही नरुने यहाँ अब। हेर तिमी रोएको सब हुन्छ नि नरौ नरौ
आधा मन पराइदियो बाबुको पहिले पनि ड्याडी कति बसेर आएको देखिन हौ नरौ त मामाको लागि हो यो खादा अङ्कलले लगाइदिनु माला लगाइदियो यस लगाइदिनु भनेको नि छिटोमा दही खुवाइदियो छिटो लाग नरोएर है फेरि नरोएर त्यसले माला लगाइदिनु भोलि आउनुहुन्छ कि ड्याडी फेरि भोलि आउनु अस्ति चाहिँ आउनु ड्याडी ल छिटो लगाइदिनु नरोएर है टिका लगाइदियो भएन ल टिकी नलाइदिनु हुन्छ तिमीले पर्छ लगाइदियो छिटो माला लगाइदियो छिटो जानुहुन्न केही जानु यहाँ राखिदिउँ अगाडि राख्ने कि पछाडि राख्ने घोरिया राख्नु ल तिम्रो चप्पल लाउँछ तिम्रो हो यो पुरा काँडा काँडावाला रहेछ यार चप्पल पनि यार